इफ तपाईँको बिजनेसमा प्रब्लम एक्जिस्ट गर्छ, प्रब्लम सल्भ गर्नुभएको छैन भने अटोमेसनले सबैभन्दा पहिला नै तपाईँको बिजनेसलाई रुइन गर्न सक्छ। धेरै मान्छेहरूले सोच्ने कमन प्रब्लम भनेको अटोमेसन युज गरिसकेपछि बिजनेसका प्रब्लमहरू सल्भ हुन्छन्। तपाईँ गलत हुनुहुन्छ। यदि तपाईँको बिजनेसभित्र क्याओस छ भने अटोमेसन इम्प्लिमेन्ट गरेर कुनै फाइदा छैन। सो पहिला तपाईँले प्रब्लम हटाउनुहोस्। त्यसैले हामीले काम गर्दा कहिले पनि अटोमेसनबाट काम सुरु गर्दैन। बिजनेसको सबै मोड्युलमा काम गरिसकेपछि अन्त्यमा आउने प्रोसेस बिजनेस अटोमेसन हो। हामीले काम गर्दा सबैभन्दा पहिला तपाईँको बिजनेसको रिसर्च गर्छौँ। प्रोडक्टको डिमान्ड कतिको छ त मार्केटमा। त्यस पछाडि तपाईँको बिजनेसको अपरेसनलाई म्याप गर्छौँ। तपाईँको बिजनेसमा प्रब्लमहरू लुकेको हुन्छ तर प्रब्लम भेटिँदैन। तपाईँको बिजनेसको हिडन प्रब्लमलाई पत्ता लगाइसकेपछि त्यसलाई सल्भ गर्ने सबैभन्दा बेस्ट आइडिया खोज्छौँ। त्यस पछाडि हामी एसओपी तयार गर्छौँ। एसओपीलाई इम्प्लिमेन्ट गरेर रिजल्ट हेर्छौँ। पर्फर्मेन्स कतिको भइरहेको छ एसओपीको भने। त्यस पछाडि हरेक पोजिसनलाई लिएर केपीआई सेट गर्छौँ। अब हामी बिजनेसको गोल सेट गर्छौँ। क्लियर प्रोसेस बिना अटोमेसनले काम गर्दैन। अब हामीले गर्ने अन्तिम प्रोसेस भनेको बिजनेसको कम्प्लिट रिसर्च हो। यसमा तपाईँको प्रोडक्टलाई लिएर सेल्स सिस्टम र मार्केटिङ स्ट्राटेजीहरू कम्प्लिटली अलाइन छन् कि नै, त्यहाँनिर ठिक छ भने अब हामी अटोमेसनको लागि रेडी छौँ। अब हामी सिआरएम सेट गर्छौँ, इमेल सिक्वेन्सहरू बनाउँछौँ, सबै टेक्नोलोजीहरू युज गर्छौँ, एआई युज गर्छौँ। तपाईँ बिजनेसको अटोमेसन गर्न चाहनुहुन्छ भने हामीलाई सम्झाउनुहोस्। हामीलाई फलो गर्नुहोस्, कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस् अनि सेयर गर्नुहोस्।